यसले कुरा काट्ने भएर यसलाई गाउँभरि बचारी भनेर नानाहरू आउँदैछन् कि अब हामी पाहाडे इन्सपेक्टर साहब नमस्कार। अब ट्याक्क आनन्द गर्ने हो एकछिन अनि त्यसपछि त्यहाँ मच्छर मिटिङ अनि पर्तिर झिने मिटिङ छ दुई ठाउँमा जानु चाहिँ फर्किँदैछु यसो फोटोसोटो खिच्छु। के छ मेरो गोप्य दाजुभाइ दिदीबहिनीहरू वेलकम ब्याक यो नाके भाइ इज ब्याक। नयाँ दिन नयाँ सुरुवात नयाँ जोस। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ त भन्दाखेरि युनिभर्सिटीको प्रोग्राममा आज चाहिँ हामी घुम्न जाँदैछौँ सबैजना म लगायत हामी धेरैजना छौँ। हामी जाँदैछौँ हामी सबैजना अगाडि छौँ र भ्लग हेरेर माया साथ सपोर्ट गरिदिनु होला। अनि एउटा कुरा डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब माई युट्युब च्यानल। तिनजना यताबाट चाहिँ गनेको हो। मेरो परिवार हामी चाहिँ अगाडि बढिरहेछौँ गाडीमा। सुरक्षित पहिरन नलगाइ जाँदाखेरि एकदम मस्त भइरहेको छ। एक्कासी पारा देखेर के भन्छ सुनौ है त। हामी चाहिँ अहिले यात्राको क्रममै छौँ। हामी चम्तडी पुगिसक्यौँ। आनन्दले बसेर तल चौलाकी नदी। सो हामी चाहिँ अहिले अलिकति बाटो क्रस गरिसक्यौँ होइन। हाम्रो गाडी यहाँ छ सबैजना यता छौँ एकछिन बिसाएको छौँ। हाम्रो यात्रा चाहिँ जारी छ। त्यस बाटो मस्त छ यात्रा मस्त छ। यात्रा गर्न मजा आइरहेको छ। यस्तै पाहाडको बाटो यो त झन् अझ पाहाडी भूभागको बाटो जस यो क्षेत्र अलिकति बाटो त राम्रै छ। यात्रा गर्दैछौँ। के छ हौ हाकु यात्रा कस्तो हुँदैछ? कठिन एकदम कठिन भइरहेको यहाँ पुरै कठिन हो। त्यही त बाई रोडको बाटोमा दाइ यात्रा कस्तो हुँदैछ? उता घाम लागिरहेछ। उता घाम लागिरहेछ। जाँदै चाहिँ हामी कहाँ हो रे? हामी जाँदै गरेको चाहिँ गोठला पानी गएको NYCCC बैतडी। NYCCC आउन बाँकी छ। त्यसको प्रोग्राममा जाँदैछौँ। के प्रोग्राम गर्ने हो ढकालजी आज? आज अब छ भनौँ न क्लाइमेट चेन्ज यस्तै टपिक छ। ल ढकालजी अनि आज ढकालजीको रोल के छ भनौँ त? मेरो त एकदम राम्रो रोल छ पुलिसको रोल छ। के छ हौ रोल भनौँ न। तपाईँको रोल मैले सोध्दैछु तपाईँको के हो रोल? त्यसमा तपाईँ के क्यारेक्टर लिनुहुन्छ अरे? त्यसमा भनेको म प्रहरीको चाहिँ मेरो प्रमुख भूमिका छ। नाम के हो? मेरो त्यहाँ चाहिँ बुलबुल पाण्डे चुलबुल पाण्डे जे भने पनि हुन्छ। बुलबुल हेर न हेर फेरि चुलबुल पाण्डे तेरीमा सलन खानको चोरी हाल्नु छ। पाँडे हो इन्सपेक्टर पाँडे मात्र हो कहाँ चुलबुल पाँडे भनेको त फेरि पर्यो नि त हो र। सलमान खानलाई चोर दिने। ल ठिक छ। कस्तो पो गर्नुहुन्छ आज तपाईँले रोल? एउटा देखाइदिनु न ल। ए यहाँ के भयो अरे? अलिक ठुलो स्वरमा हो पुलिसको त्यत्रो मात्र हुन्छ। अहिले यो चिजलाई भनेको एकदम साइलेन्ट राखौँ। यसलाई यो क्यारेक्टरलाई अहिले नखोलिहालौँ भरे नि देखाउनुपर्छ। यात्रा चाहिँ रमाइलो हुँदैछ। कुदिरहेछौँ एकछिन आराम गर्ने भनेर त्यसपछि फेरि हामी यात्रा सुरु गर्दैछौँ। ठिक छ यात्रा एकदम रमाइलो हुँदैछ। मौसम एकदम दामी छ। चिसो चिसो मौसम। घाम पनि त्यस्तो लागेको छैन। बादल दामी लागिरहेको छ पारितिर चाहिँ चट्ट। यात्रा गर्दैछौँ हामी तिनजना
पछाडि बसेका छौँ, अरू चाहिँ अगाडि छन्। हामी चाहिँ हावा खान मन लागेर हावा खान पछाडि छौँ, अरू अगाडि छन्। यो यात्रा मस्त छ। के छ नवीन भाइ? एकदम रमाइलो छ। के छ? ल है एक्सपिरियन्स बटुलीले त ए नकरा न यो नबिगार न यो मारिदिएका बाटो चाहिँ लास्टै अप्ठ्यारो थियो होइन। अब बिचमा क्लिप बनाउनै मिलेन। अहिले चाहिँ हामी खाजा खान आइसक्यौँ। के छ मेरो दाइ? ठिक छ एकदम। आजको हाम्रो हाइलाइटेड मान्छे। हामी चाहिँ खाजा खान आइसक्यौँ। यात्रा चाहिँ रमाइलो हुँदैछ, रमाइलो गरिँदैछ। बाटो चाहिँ अलिकति अप्ठ्यारो हो, भ्लग बनाउन बिचमा अलिकति गाह्रो हुन्छ। जे जस्तो भयो भने आइसक्यो। अझै यात्रा जारी छ। आएको किन उदास हो त? यसलाई चाहिँ निन्द्रा पुगेन अरे, राति सुत्नु पर्ने हो। के गरेर बस्छ यो? यसलाई म कुन दिन थड्किहाल्छु। के गर्दै बस्दो रहेछ? यसका कर्तुतहरू थाहा भइहाल्छ। ल हामी भनेको अब कहाँ खाजा खाँदैछौँ भन्दाखेरि श्री चन्द होटल। हजुर ल यसो चिया कतिजनाले खाने सोधेर त्यहाँ ट्याक्क चिया बनाउनु लगाउँ त। दुधको चिया, कालो चिया, कसले ल ल अब ये दोगड़ा के दार आइसक्यो। अब हम चाय खाएंगे मस्त कड़क वाली अदरक डाल के। खाजा आइसक्यो हाम्रो चाहिँ अब खाजा खाने हो। खाजा खानु लाग्ने हो। हामीले छोला पेट पूजा गरियो। यसको अर्थ चाहिँ खाजा खाइयो। अब अगाडिको यात्रा सुरु गर्नु छ। बाटो अझै छ, यात्रा गर्नै छ। यो यात्रा सहज रमाइलो हुँदैछ भनौँ न। सबैजनाले खाइसक्यो नास्ता। हाम्रो एउटा भ्लगरलाई सम्झना, अमृत भ्लग। यो अमृत भन्ने नाम चाहिँ किन यति साह्रो फेमस हो कि? जहीँ पनि अमृत छ। हेरौँ पनि यहाँ पनि। यहाँ चाहिँ बाटो सानो छ, गाडी घुमाउनै अप्ठ्यारो हुन्छ नि। यस्तो हुन्छ क्या, अलिकति अप्ठ्यारो बाटो रनिङ आइसक्छ। ल है फ्यामिलीहरू हामी चाहिँ आइपुग्यौँ है। स्वर्ग रहेछ यार, स्वर्ग ड्याम। दिलको टक्से छुलिया क्या, यस्तो दामी छ। ओइमा पुरै नगरौँ कि आइयो। बहुत दिल खुस भए, दिलको सुकुन मिलेको छ क्या। सुकुन यसपर सुकुन मिलेको छ। दामी लाग्यो क्या, दामी लाग्यो मलाई ठाउँ चाहिँ। गाउँघरको टक्क याद दिलाइदिने बाबा छ बाबा। हामी चाहिँ अहिले ठ्याक्कै आइसक्यौँ। हाम्रो टोलीहरू चाहिँ अगाडि बढ्दैछौँ। अलिकति टोली अगाडि छन्।
म लगायत अरू केही केटाहरू केटीहरू पछाडि छन्। उनीहरू यहाँ अलिकति काम भएर बाहिर जाँदैछन्। अब यहाँ आइसकेपछि यिनीहरू पहिला पिङ खेल्छन्, यो कुरा मलाई थाहा थियो। यो पिङमा त बसी पो हाले त यी बसिहाले कि यिनीहरू। म भन्दै थिएँ नि ठ्याक्कै पिङमा बसिहालेँ। यिनीहरू पिङ खेल्नेवाला छन्। ल अब हामी चाहिँ त्यहाँ यसो अलिकति पोस्टर पेम्प्लेट के तयार गर्नुपर्छ त्यता जाउँ। यिनीहरू पिङ खेल्दै गर्छन्। यस मन्दिर हो, तिमीलाई भगवती मन्दिर रक्षा गरिदिनुहोस्। दर्शन गर्न आइपुगे जस्तो दर्शन पनि गरिन्छ एकछिनमा। हामीले पिङ खेल्यो, केटा ठेल्यो, हामीले पिङ खेल्यो, मजा आयो, ठेल्यो। ए ठेल्न ठेल, समाएको छु कि ठेल्न। ओए ठेल ठेल एकछिनमा त लास्टै गाह्रो होला कि ओए आकुले ठेल्न भनेको। एकचोटि चाहिँ सरर खेलिदिउँ। हेर्न यो हेर्न यसले ठेलेको गति पक। ल ठेल। अब मजा आयो। अहिले सही गर। अब एडिटिङ गर्न चाहिँ हल्का झ्याउ हुने भयो। यता र उता हात मिलाउँदा भाइ भयो। छोड 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 छोड। यहाँ मैले एक हातले मात्रै लिङ्गा समाएको छु, नगर भाइ। नठेल। ए मजा आयो, हामीले पिङ खेल्यो। नठेल है अब। ल छोडिदिएँ, फेरि छोडिदिएँ। यहाँ ल सुकुन। मैं मस्त मौला आदमी था। हाम्रो चाहिँ यहाँ चाहिँ रिहर्सल गर्दैछौँ होइन। अब एकछिनमा प्रोग्राम छ, राम्रोसँग गर्नुपर्ने छ। अनि एकचोटि रिहर्सल गरौँ न त भन्दा हामी फाइनल रिहर्सल गर्दैछौँ। छोटो क्लिप देखाउँदैछु, हेर्नु होला। यसैले प्रो सुल्चुलेको दिएको डाक्टरले त फिर्ता गरिदिन्छु त्यसैलाई। यसैले मरिहाल्ने रहेछ। ल अब चाहिँ खाना खानु पर्यो। यो ल खाना पस्कियो। ल त अब चाहिँ हामी खाना खानातिर अगाडि बढ्दैछौँ। खाना खाइसके पछाडि चाहिँ हाम्रो कार्यक्रम अब चाहिँ विस्तृत रूपमा यहाँ कार्यक्रम सञ्चालन गर्नेछौँ। हामी सबैजनाले तयारी गरिसक्यौँ। ल त सबैजना यसरी अगाडि बढ्दैछौँ। हाम्रो चाहिँ आजको यो कार्यक्रम स्थल, आजको हाम्रो गुरुजी आज हामीलाई यात्रा सफल सरल रूपमा चाहिँ हाम्रो यात्रा गराइदिँदै हुनुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अब हामी खाना खान जाँदैछौँ र हामी हाम्रो कार्यक्रम सुरु गर्छौँ। हेरौँ आज अब कार्यक्रम कस्तो हुन्छ। सोचे भन्दा सफल सरल भव्य सभ्य गर्ने सोच्छ। हेरौँ कति के हुन्छ। हामी चाहिँ खाना खाने ठाउँ आइसक्यौँ। अब हामी खाना ल अब चाहिँ तपाईँहरूलाई कतै घुम्न जानु पर्यो भने हाम्रो दाइलाई सम्पर्क गर्नु होला। दाइको नाम पनि अमृत रहेछ। मैले यो कुरा अघि चाल पाएँ। अब हाम्रो केटाहरू चाहिँ रेडी हुँदैछन्। अब हाम्रो त त्यस्तो क्यारेक्टर छैन। आफू त पऱ्यो पुलिस इन्सपेक्टर। अब यस्तै गतिमा गइन्छ इन्सपेक्टर हुन। खाना खाइयो, दामी खाना थियो, मजा आयो। अब हामी हाम्रो कार्यक्रम स्थलतर्फ अगाडि बढ्दैछौँ। कार्यक्रम स्थल चाहिँ यही हो हुन चाहिँ। दाजुभाइ दिदीबहिनीहरू, हाम्रो चाहिँ कार्यक्रम भर्खरै हामीले गरिसक्यौँ। हाम्रो कार्यक्रमको शोभा बढाएर धेरैजना आज हाम्रो यो कार्यक्रम स्थलमा उपस्थित भइसक्नु भएको छ। सबैजनालाई यहीँबाट मेरो ब्लगको तर्फबाट उहाँलाई चाहिँ सादर निमन्त्रणा। सबैजनामा न्यानो माया। हाम्रो कार्यक्रमको शोभा बढाइदिँदै हुनुहुन्छ। हाम्रो यहाँ चाहिँ यस देवमाण्डु गाउँपालिकाका वडाध्यक्ष लगायत सम्पूर्ण कार्यालय सदस्यहरू सम्पूर्ण यहाँ उपस्थित हुनुभएको छ। साथै हाम्रो यहाँ माथि रहेको स्कुल, मलाई ठ्याक्कै नाम थाहा भएन, यो स्कुलबाट लगायत प्राइभेट क्षेत्रका केही विद्यालयहरूबाट विद्यार्थीहरू उपस्थित गराएर हाम्रो यो कार्यक्रमको शोभा बढाइदिनु हुने सम्पूर्ण विद्यालयका शिक्षक, अभिभावक लगायत
विद्यालय परिवार सम्पूर्णलाई मेरो यो ब्लग मार्फतबाट तपाईँहरूमा धेरैभन्दा धेरै हार्दिक अब हाम्रो कार्यक्रम चाहिँ सुरु हुँदैछ। केही समयमा अब हामी कार्यक्रम सुरु गर्दैछौँ। तपाईँहरूले हेरेर माया गरे कार्यक्रमहरू गर्दै हिँडिरहेका छौँ। सबै युवाहरूलाई सचेत गराउँदै हिँडिरहेका छौँ र यो चाहिँ बालबालिकादेखि लिएर बुढाबुढीसम्म बुझ्नुपर्ने कुराहरू हुन्छ। त्यसैलाई जलवायु परिवर्तन भनेको थाहा छ कि नै? थाहा छैन है। ल गर्न यसलाई मैले यो गाउँका पुरा कसैले पनि जित्दैन। ल केही पनि कुरा नगरेर लिएर आयो ल भनेकोमा ल भाइ यी गङ्गले बुढाले पनि कहिल्यै सुख दिने भएन। गनगन गर्दै जान्छे त्यो कता कता गफ गर्छे कता कता त्यहाँनिर कुरा काटेर आउँछे त्यस्तै हो यो। पुरै ब्लर छ त फोकस उ छैन क्या ए अनि अर्को के अरे सुलसुले पनि पर्या छ अरे त्यसको पनि औषधि भन्ला थियो। यो औषधि नै लग्नु नि त। के माग्दा रहेछ नि बुढा पनि पैसा खर्च गर्नु मात्र जानेछन्। ल भाउजू राम्रोसँग जान। अहिलेसम्म आउँदिन त हो हन त्यो कता कता चाहिँ कुरा काट्दा जस्तो हो र गाउँ डुल्दै हिँड्ने। खुब म गाउँ डुल्छु कुरा नगर। थाहा छ हामीलाई पनि कता कता कुरा काट्दै हिँड्छ। खोइ ल्याइस् यो के सुलसुले मार्नु भौली के आमा म एकछिन यता यसो विश्राम गर्दै गर्छु हो। अब टक्क आनन्द भर्ने एकछिन अनि त्यसपछि उता मच्छर मिटिङ अनि पर्तिर झिङ्गे मिटिङ छ। दुई ठाउँमा जानुपर्ने काम छ। अब चाहिँ ट्याक्क लगाएर सुत्छु म। के पुरा गर्नु हो एक्कासी राम 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 हो न खली पसिना आयो। पेट पनि अलिअलि पोल्न थाल्यो। ए भोलि के आमा के भयो फेरि? रिसाएर मुसाको बि खालिस कि क्या हो? मलाई त एक्कासी हनी ज्वरो आउला जस्तो भयो त पेट पनि पोलिरहेको छ। नाथे अचानक के भयो हेर्दिनु त शिक्षिका। के भएको थियो खासमा? अघि बिसादी प्रयोग गर्दाखेरि मास्क लान्छ के गर्नुभएको थियो? सबै मिलेर भौलिका बालाई अस्पताल लग्छन्। त्यसको केही दिनपछि कुनै एक साँझ त्यसै गाउँका चुरोटे र गजरे केटाहरू बिरेर जिरे आफ्नै फोनमा आफ्नै धुनमा प्लानहरू बनाउँदै हुन्छन्। म मासु काट्दै गर्छु तिम्रो चाहिँ दाउरा मिलाऊ अनि पछि यो हामी दाउरा खोज्छौँ। ल साइडमा भेटायो त केही बालम त आगो बालम त काँची नखाने मासु कस्तो काँची खाएको बनाउँछ दे पकाएको हो तिम्रो मासु। बचाओ बचाओ पानी 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 ल्याऊ। मेरो झुसिल्किरा तिमीलाई परबाट हेर्छ मामाहरू आउँदैछन् के अब हामी ओहो पाहाडे इन्सपेक्टर साहब नमस्कार हजुर अरू बाढी पीडित हुन्छन् खाडी पीडित पनि हुन्छन् म चाहिँ हजुर आगो पीडित हो हजुर मलाई न्याय चाहियो हजुर हेर्नु त मेरो झुसिल्किरालाई के भएर आगो लाग्यो? यो त मलाई थाहै छैन हजुर त्यसकै लागि हजुरलाई यहाँ बोलाएको हो। यहाँ हेर न मेरो झुसिल्किरा धन्न बाँची डरीतिर बाँची हजुर। ए त्यो पत्रले त हामी यसो यो सरजिमिन गर्नुपर्छ। के भएर लाग्यो छानबिन गर्नुपर्छ। हजुर यो तपाईँहरू गर्दै गर्नु होला तपाईँहरूको अफिसको झमेला। पहिला मलाई न्याय दिनुहोस् हजुर छानबिन गरिदिनु सब गाउँलेहरूलाई मैले
सब गाउँलेहरूलाई मैले यहीँ भेला बनाएर राखेको छु ल गाउँले सबै छन् नि सबै हजुर सबै यहीँ नै छन् ल दुरुस्तै अब आगो लाग्नुको प्रमुख कारण चाहिँ के हुन सक्छ तिमीहरूलाई केही शङ्का छ त्यस्तो शङ्का त हजुर मलाई त छैन धौली बिचरा हेर्नु त मेरो धौली अब हेर्दा त यो केस अलि जटिलै लाग्दैछ मलाई अलि धेरै बढी असर गरे जस्तो लाग्दैछ अब के भएर भयो हामी छानबिन गर्छौँ यो धौलीको साथी यसलाई पो केही थाहा छ कि यसले केही भन्छ कि कतैदेखि रहेछ कि हो त्यही कारणले हुनसक्छ तिमीलाई जथाभावी आगो लाग्यो होला मलाई त्यस्तै लाग्दैछ तिमीहरू युवाहरू अलि बढी ठट्टा गर्छौ ख्याल ठट्टामा लाग्यो सर मैले भन्दा त भने साथीहरूलाई आगो निभाएर जाउँ भनेर मलाई त जबरजस्ती हात खुट्टा तानेर घर लगिहाल्यो सर हो तिमीहरूको लापरवाहीले हो यो आगो लागेको मलाई त्यस्तै लाग्दैछ हिजो पानी पर्ला जस्तो थियो सर त्यही भएर हामी ननिभाइकन हिँडेको तँलाई काका लापरवाही गर्छ नि म फुलफुल पाडेले फेरि अब के हुन सक्छ त यिनीहरूले नि लगाएको यिनीहरूलाई लानु पर्ला जस्तो मलाई लाग्दैछ हुनसक्छ हजुर यिनीहरूले नै यिनीहरूलाई लगेर थुनिहाल्नुहोस् त यिनीहरूलाई लानै पर्ला अब हल्दार अब मलाई शङ्का लाग्दैछ यिनीहरूले नि हो यिनीहरूकै आगोको कारणले हो अब अन्य कुरा त केही खुलेको छैन अहिलेसम्म मलाई लाग्दैछ यिनीहरूकै लापरवाहीले हो एकछिन इन्सपेक्टर साहब एउटा के कुरा आयो भन्दा मेरो धौली पनि गएकी रहेछ पिकनिक धौली पनि पिकनिक जाँदा चाहिँ उनीहरूको साथीहरूले चाहिँ आगो ननिभाइ आएको आगो चाहिँ मेरो छोरीले निभाएर हिँडेकी रहेछ इन्सपेक्टर साहब त्यसले गर्दा त होइन मैले त पूर्ण रूपमा निभेको हेरेर मात्र हिँडेको हो भन्ने कुरा आयो अब फेरि केसले नयाँ जटिल मोड लियो के कारणले चाहिँ हुन सक्छ त अब यिनीहरू अलिकति घन्टीको यो घडीको सुई फन 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 घुमाउने बेला अब के भएर चाहिँ लागेको त साँझ मैले स्कुलबाट फर्किँदै गर्दाखेरि एउटा पिरेर हिँडेको थिएँ कतै पिल्ने त होइन के पनि तिनीहरू चुरोट त खाँदै थिएँ त्यतिकै ननिभाइकन जुत्ता फालेको हिँडे कि सुन्नु त एकपालि को अरे यो जिरे र बिरे कि पिरे भनेको यता आइज हामी सर ए तिमीहरू हो त्यो जिरे र पिरे भन्ने गिरेर बिरे सर जिरे पिरे बिरे जे भए पनि तिमीहरूले केही गरेका थियौ यहाँ अलिकति कुरा आयो केही त गरेनौँ तिमीहरूले चुरोट खाएको भन्ने कुरा आएको छ त आगर त हामी चुरोटै खान्छौँ सर आगर यहाँ कसै बनाएको छ तिमीहरूले खाएको मलाई त शङ्का लाग्दैछ छैनौँ सर हामी चुरोटै खान्छौँ सर हामी चुरोटै खान्छौँ त नडाँटी भन्छ यसले 10 दिन भयो प्रश्न गरेको त्यही गनायो होला सर यहाँ चुरोटको बास्ना आइरहेछ ए हल्दा यिनीहरूलाई लिएर जा त यिनीहरूको अलिकति घडीको छु यो घुमाउने बेला भयो केही छैन दुई चार कोरा हाने पछाडि 2-4 भाटा हाने पछाडि यिनीहरू तैँमा आउँछ हामीले गरेकै छैनौँ केही सर लैजा लगेर मामा घरको एकछिन सर आउनुपर्छ हामीले चाहिँ तान्न तानेकै हो सर हामीले त्यहाँ फालेर गइसकेका थियौँ त्यस्तो हो सर मैले मेरो आँखाले देखेको यिनीहरूले तानेको तिमीहरूले तानेकै त्यो झिल्काले हुन सक्छ सधैँ तानेर फाल्थ्यौँ कहिल्यै केही हुन्थेन त तिमीहरूलाई त्यहीले हुन सक्छ लिएर जा ए हो सर यो त मेरो छिमेकी हिरे छ नि हिरेको छोरो बिरे हो अलिक सोझो थियो बिग्रेछ यो पनि तँलाई डाका तैँले गर्दा मेरो घर आग लाग्नु भयो ए रिमा डाका यसलाई त कडा कडा सजाय हुनुपर्छ उनीहरूलाई लगेर खोरमा खाँदै लैजा जान्न के को खोरो लिएर जा तपाईँ जा अब यो कुराले के सन्देश दिन खोजेको छ भन्दाखेरि आगोको एउटा सानो झिल्कोले पनि सबैभन्दा ठुलो गन्डडेलो लगायत धेरै धनजनको क्षति गर्न सक्छ त्यसैले तपाईँहरूले आगोको झिल्को यदि कतै यस्ता अनैतिक कार्यक्रमहरू गरेर अथवा यस्तो क्रियाकलापहरू गरेर तपाईँहरूले सजग हुनुपर्छ तपाईँहरूले पिकनिक खानुहोस् अथवा केही गर्नुहोस् त्यो आगो निभाएर ठुलो आगलागी हुन र ठुलो धनजनको क्षति हुनबाट जोगाउनुहोस् भन्दै तपाईँहरू माझबाट बिदा हुन चाहन्छु धन्यवाद केही पनि यो कतै न कतै
कुरा काट्ने गएको हुनुपर्छ यसले कुरा काट्ने भएर यसलाई गाउँभरि बचारी भनेर केही थिएन त्यसलाई बचारी भनेर मलाई यो त वर्षैभरि नसुक्ने चुके धारा सुत्ता सुकेछ हौ भन जैविक खेती गरौँ स्वास्थ्य बचाऊ के बचाउने हो त जैविक खेती गरेर ल है चक्लेट खाऊ है चक्लेट खाऊ सक्ने खाने अगाडि हस् ल ल चक्लेट खाने जति मेरो भ्लगमा आउँदै हुनुहुन्छ है को चक्लेट खानुहुन्छ मेरो घर इलाम है ल त हामीले चाहिँ हाम्रो कार्यक्रम समापन गरिसक्यौँ जस्तो चाहिँ भए पनि हामीले हाम्रो कार्यक्रम सभ्य र भव्य रूपमा हामीले हाम्रो कार्यक्रम सकिसक्यौँ अब हाम्रो थोरै यसो घुमफिरको काम छ हामी घुमफिर गर्नेछौँ त्यस पछाडि अनि हामी हाम्रो आफ्नो यथाशीघ्र स्थान फर्किँदैछौँ ल यता चाहिँ हाम्रो साथीहरूले यहाँ चक्लेट बाँडिरहेछन् केटाकेटीहरू सबैजनालाई किनकि कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनु नै हाम्रो लागि ठुलो कुरा हो र फेरि पनि म यसै भ्लग मार्फत हाम्रो निङ्ला सैनी माध्यमिक विद्यालय साथै हाम्रो प्राइभेट स्कुल यहाँ माथि उहाँको चाहिँ मलाई ठ्याक्कै नाम थाहा भएन उहाँको देवमाण्डु यो माथिको प्राइभेट स्कुल के हो यो निङ्ला सैनी माध्यमिक निङ्ला सैनी अर्को बोर्डिङ रहेछ नि कुन निङ्ला सैनी बोर्डिङ स्कुल निङ्ला सैनी ल निङ्ला सैनी बोर्डिङ स्कुल र निङ्ला सैनी माध्यमिक विद्यालयलाई यही मेरो भ्लग मार्फतबाट धेरैभन्दा धेरै आभार हामीलाई यति धेरै विद्यार्थीहरू पठाएर हामीलाई हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएको छ तपाईँहरूलाई धेरैभन्दा धेरै धन्यवाद साथै हाम्रो यहीँनिर नजिकै रहेको यो दशरथ नगरपालिका 2 नम्बर वडा कार्यालयको हाम्रो कार्यालय अध्यक्षज्यू उहाँको मलाई ठ्याक्कै नाम याद भएन उहाँहरू लगायत उहाँहरूको सम्पूर्ण वडा कार्यालय परिवारहरूप्रति पनि धेरैभन्दा धेरै आभार र यहाँको जुन हामीलाई माया दिनुभएको छ साथ दिनुभएको छ यो कार्यक्रम सञ्चालन गर्न हाम्रो यो देवमाण्डु सम्पूर्ण परिवारलाई धेरैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु सबैजनालाई प्रोग्राम कस्तो लाग्यो कस्तो लाग्यो धेरै राम्रो क्लाइमेट ओके थ्याङ्क यू यो हिलादिनु अब उहिले क्यामेराम्यान मजा आएन फेरि सबैले केयरिङ फर क्लाइमेट केयरिङ फर आर्स सबैले फेरि भन्नु ल 1 2 3 गो केयरिङ फर क्लाइमेट केयरिङ फर अब हामी चाहिँ कार्यक्रम सकेर निङ्ला सैनी मन्दिर दर्शन गर्नतिर जाँदैछौँ अब हामी चाहिँ मन्दिर प्रवेश गरिसक्यौँ अब मन्दिर यसो दर्शन गर्नुपर्छ
आएको मौका हेऱ्यो बार बार मौका मिल्दैन मौकाले जुराएको आकाशले जुराएको छ हाम्रो मन्दिरको प्रवेशद्वार चाहिँ दर्शन गरौँ कसलाई मलाई भनेको दर्शन गरिसक्यौँ अब हामी चाहिँ फर्किँदैछौँ यसो फोटोसोटो खिच्यो चट्टासँगले दर्शन गऱ्यो टिका ग्रहण गऱ्यो कोही कोही बेला भनिन्छ नि सौभाग्यले जुर्छ साँच्चै आज सौभाग्यले नै जुरेको रहेछ आइयो माता रानीको दर्शन गरियो फर्किँदैछौँ माता रानी सधैँ रक्षा गरिदिनुहोस् चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ त्रिपुरा सुन्दरीतिर अब हामी त्रिपुरा सुन्दरी जाँदैछौँ मौसम लास्टै गर्मी छ गर्मी भए तापनि यात्रा एकदम रमाइलो छ रमाइलोसँग यात्रा गरिरहेछौँ आनन्द आइरहेको छ आराम मिलिरहेको छ हामी चाहिँ गाडीमा बसिसक्यौँ अब हामी यात्रा गर्दैछौँ त्रिपुरा सुन्दरीतर्फ कसो त्रिपुरा सुन्दरी जाने हो नि अब हामी एकदम तर यो भित्र नटेको मेला यो गरौँ त्यसलाई यसो छोपिदिउँ भाइ मलाई एकछिन समय है त लाई त यो ठाउँलाई न्यानो माया झन्डैमा हेर न कन्टेन्ट बनाउन समय भने ल है अब हाम्रो यात्रा सुरु भयो त्रिपुरा सुन्दरीतर्फ जय होस् निङ्ला सैनी भगवती माता रक्षा गरिदिनुहोस् सद्बुद्धि सद्विचार दिनुहोस् आइयो दर्शन गऱ्यो रक्षा गरिदिनु रमाइलो पनि भयो दर्शन पनि गऱ्यो जुरेकै रहेछ बबाल रहेछ बबाल झोलाघाट इन्डिया जाने बाटो यही है यो पारिको इन्डिया हो घोचले यहाँ पारिको इन्डिया हो यो पारिको डाँडाहरू सब इन्डिया यो घोचले हामी चाहिँ हामी जेनजी युवाहरू चाहिँ हिँड्दैछौँ किन हिँड्दैछौँ हिँड्छौँ किन हिँड्दैछौँ हामी हिँड्नुको मुख्य उद्देश्य चाहिँ अगाडि मामा हामीले डबल क्याप लिएर आएको थियौँ अब पछाडि बसेको त देखि सक्दैनन् यहाँ त आयो धुलो फेरि थुट फटा अब मामा भएपछि त टक्क दिनु पर्यो हामी चाहिँ अहिले गोठला पानी आइपुग्यो यहाँबाट चाहिँ इन्डिया जान सजिलो छ हाम्रो यहाँबाट अब इन्डिया होइन सिधा गोठला पानीबाट सिधा इन्डिया होइन यहाँ चाहिँ अब हामी झोलाघाट एउटा ठाउँ बाँकी छ अब यहाँबाट चट्ट झोलाघाट पुग्न सकिन्छ तकरिबन दुई ठाउँ छ झोलाघाट चाहिँ ठ्याक्कै झोलाघाटै छ झोलाघाटबाट चाहिँ हामी इन्डिया छिर्यो भन्दा हुन्छ यता हामी अहिले गोठला पानी आइसक्यो छिर्न सकिन्छ मेरो चाहिँ यो गोठला पानी यो चाहिँ हाम्रो गोठला पानी चाहिँ मेरो चाहिँ पहिलो अनुभव हामी प्रोग्राम गर्न आइयो अनि गोठला पानी आइयो गोठला पानी अब चाहिँ मस्त बजाएर बबाल ठाउँ रहेछ हम बहुत खुश हुए इधर आकर हम लोग तो पहुँच गए गोठला पानी बहुत मस्त एरिया है
इधर बहुत मस्त ठाउँ है। यहाँबाट झोलाघाट जम्मा 18 किलोमिटर रहेछ, मात्र 18 किलोमिटर है यहाँबाट चाहिँ बोर्डर जानलाई सबैजनालाई सहज सजिलो। बहुत डेभलप रहेछ हामीलाई चाहिँ, हमको मेरो अरूलाई थाहा भएन, मलाई चाहिँ ल यहाँ हेरौँ यस्तो दामी दामी हाट छ यार, बजार एरिया यहाँको यो लोकल बाजा दशरथ चन्द बैतडी, बाका वीर बलदेव शाह आसाम, जय पृथ्वी बहादुर सिंह बजाङ, डाक्टर केआई सिंह डोटी, भीमदत्त पन्त डडेलधुरा, पलमान सिंह सुवार आसाम, द्वारिका देवी ठकुरानी डोटी बैतडी। नेपालमा पनि यस्तो खाले एउटा मन्दिर एउटा म जतिको हाइटको छ, एउटा चाहिँ लगभग लम्बु छ, हामीले यसरी ठाडो गरेर हेर्नु ठिक छ। हाम्रो हाइट चाहिँ फेरि ठ्याक्कै मिलेछ, अलिक होसो अलिक अग्लो अनि अग्लो। जेन्जी युवाहरू हामी अगाडि बढ्दैछौँ। कहाँ छौँ अरे हामी? गोठला पानी धेरै अगाडि यिनीहरूले चाहिँ हिँडाएरै मार्ने भयो क्या हामीलाई नि। अघि पनि थोरै बेर हिँडाएनन्, ब्लग हेर्छन् होला। हेर यहाँ हाम्रो दुःख कति हिँडाइरहेको छौँ। यहाँ आएर पर्खेछन् है, जो यहाँ आएर पर्खेछन्। जस्तो भए पनि पर्खेछन्, तर धेरै नै यिनीहरूले सारा पानी घट्टामा। वाटरमेलन छान्दै दुई होनार देशका युवाहरू। गर्दिनँ म अहिले। ल दुईजना यो वाटरमेलन ट्याक्कसँगले जोग्दै हामी चाहिँ अहिले त्रिपुरासम्म यस्तो दामी ठाउँ छ। यो तल देखिएको चाहिँ महाकाली नदी। स्वर्ग रहेछ त्रिपुरा सुन्दरी त स्वर्ग। तल यसो हेर महाकाली नदी बगिरहनु भएको। साँच्चै यो कुरा चाहिँ सही लाग्छ कि मलाई नि। यो कुरा चाहिँ भनेको कुरा हुन्छ, त्यो कुरा चाहिँ ठ्याक्कै के छ भन्दाखेरि देवी देवता भनेको यस्तो ठाउँमा हुनुहुन्छ जहाँ केही चिजको पनि पहुँच हुँदैन। त्यस्तो ठाउँमा सत्य देवी देउराली बस्नुभएको रहेछ। साँच्चै के यस्तो सुनसान ठाउँमा यस्तो मजाले यहाँ देवी देउरालीको बास छ। स्वर्ग आए जस्तो फिल भइरहेको मलाई त नि। म यो ठाउँ पहिलोचोटि आएको, तर पनि मलाई साँच्चै भन्दाखेरि स्वर्ग आए जस्तो फिल भइरहेको छ अहिले यो समयमा चाहिँ नि। भनिन्छ नि स्वर्ग हेर्न कहीँ जानु पर्दैन, नेपाल आइपुग्छ। आज म साँच्चै भन्दाखेरि स्वर्गभूमि आए जस्तो अनुभव भइरहेको छ। आज म त्रिपुरा सुन्दरी आइपुगेँ, देवमाण्डु पुगेँ। हेर्नुहोस् शान्त सुन्दर। त्रिपुरा सुन्दरी आइयो, दर्शन गरियो, मनलाई आज एकदम भक्ति भावले परिपूर्ण बनाइयो। यस आउन जोडेको रहेछ। आइयो, दर्शन गरियो, घुम्यो, यसो हेऱ्यो।
अब चाहिँ हामी केही बेरमा यहाँबाट निस्किन लाग्दैछौँ। जुरेको रहेछ कि यस्तो देवालय आउन साँच्चै भन्दाखेरि जुरेको हुनुपर्छ। भाग्यले जुरेको छ भने आइन्छ। ऊ रहेछ जुरेको रहेछ, आइयो दर्शन गरियो फर्किँदैछौँ। सदाभरि यो ठाउँ चाहिँ मेरो लागि यादगार पल भनौँ। जय होस् त्रिपुरा सुन्दरी माता। ल खेल 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 अलि मजाले खेल। यति अग्लो पिङ खेल्दैछ यो चाहिँ। 80-81 मा बनायो यो। त्यो अहिले भन्ने त एकछिन त्यसको छ नि त। यो स्वर्गभूमि आउने कसैलाई जोड छ। मलाई छिटो अरू पनि आएका थिए। चल महाकाली नदी लगिराख्नु भएको छ। अब चाहिँ यो स्वर्गभूमिबाट हामी फर्किँदैछौँ। नचाहँदा नचाहँदै स्वर्गभूमिबाट फर्किँदैछौँ। हाम्रो सबै टोलीहरू यहाँ छौँ। यो अगाडि फर्किँदैछौँ हामी। यति टोली आएको थियौँ, यही टोली फर्किँदैछौँ। दिल खुस भयो। माताले सधैँ रक्षा गरिदिनुहोस्। फेरि पनि जुरेको रहेछ। हामी दिल साह्रै खुस भयो दर्शन गरेँ। होला चाहिँ ऊ पवित्र थिएन होला, अपवित्र थियो होला, तर मन पवित्र थियो। अपवित्र किन भन्नुभयो भने हिँडिन्छ, खानासाना खान्छ, दिसा पिसाब गरिन्छ, के गरिन्छ शरीर त अपवित्र हुन्छ, तर मेरो मन पवित्र थियो। आएँ जुरेको रहेछ। यही टोलीसँग आएँ, दर्शन गरेँ, धेरै खुस भयो। अब चाहिँ हामी फर्किँदैछौँ। यहाँबाट जानै पर्छ। यो ठाउँ मेरो लागि जिन्दगीभरि अविस्मरणीय रहन्छ। यो पारि चाहिँ इन्डिया धेरै छैन, सट्टै यहाँबाट इन्डिया सुरु हुन्छ पारि डाँडाबाट। बालेनले त्यसै भनेको होइन रहेछ कि सुधर अब दूर नै झिक्कै झिक्कै माया त यो ठाउँलाई पनि झिक्कै झिक्कै माया भन्दै यस ठाउँबाट हामी बिदा हुँदैछौँ। यो ठाउँ चाहिँ हाम्रो शहीदहरूको घरहरू भएको ठाउँ है। यो अगाडि चाहिँ ठ्याक्कै दशरथ चन्दको घर भएको ठाउँ। यहाँ अगाडि शहीदहरू छ। ठ्याक्कै यो चाहिँ शहीदहरूको घर भएको ठाउँ। शहीद दशरथ चन्दको घर भनेको यही ठ्याक्कै यही भिडमा चाहिँ यहीँनिर हेल्थहरू बस्ती छ। यो बस्तीमा भन्ने कुरा चाहिँ हाम्रो भाइले भनेको अलिकति तल हो। यहाँ छेलियो क्या अलिकति दशरथ चन्दको यहाँ तल। ए उयो यो तलपट्टि दशरथ चन्दको घर घरवाला त्यो तल्लो एकताले वाला उयो ठ्याक्कै उयो रातो टिन भएको जस्तो। तोड़ेंगे
कहाँ गयो अरे रास्ता हामी रास्ता हामी कहाँ गयो अरे खोज्लेका यो हाम्रो टोलीहरू यहाँ छ नि सबैको गुनासो म खतम गरिदिँदैछु अब मलाई धेरै गुनासो गरे हो सबैले धेरै गुनासो गरे त्यहाँ हेर कस्तो किच्चा छ अहिले ढकाले यस्तै हो कामै दिने मान्छे हैन ल ल ल धन्यवाद ल है मेरो दाजुभाइ दिदीबहिनी आजको लागि चाहिँ हाम्रो भ्लग यति नै फेरि भेटौँला अर्को नयाँ भ्लगमा अनि अर्को नयाँ जोस नयाँ जागर नयाँ साथमा र नयाँ भ्लग नयाँ कथामा आजको लागि चाहिँ मेरो भ्लग यति नै अनि अन्तिम कुरा डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब माई युट्युब च्यानल ल हाम्रो गुरुजी यहीँ हुनुहुन्छ हाम्रो नवीन भाइ आएको लगायत हाम्रो अब सबै टिम यो गाडीमा जाँदैछौँ ओके किप लभिङ किप वाचिङ